यहाँ आकाशे आइपुग्यौँ स्पेसल सुप आइरहेको छ हेलो हेलो हामी चाहिँ 4 रातितिर लाग्न आँट्यौँ होइन हालेनौँ 4 राति हाम्रो लिस बासा भाइ अनि यो चाहिँ बिरुवाङ ग्यारेजबाट अनि म चाहिँ बिरुवाङ अनि यहाँ चाहिँ हाम्रो नातिहरू हुनुहुन्छ नातिहरू चाहिँ बुलेटमा हुनुहुन्छ 2टा बुलेटमा म चाहिँ सिङ्गल राइड क्रस फायरमा हो यहाँ हाम्रो सनवीर भाइले नि लैजाउँ भनेको अब उहाँले नभ्याउने भएछ त्यही भएर हामी चाहिँ लाग्न आँटेको अब हिँड्न आँट्यो ल तपाईहरुले अब यस्तै न्यू भ्लगहरु देख्न सक्नुहुनेछ बिरुवाङ भ्लगमा ल हस् त यहाँ अब अफरोड जानु छ बाटो हैन अब अफरोड जानु छ अब टक बाइकहरु यसो हेराएर जाउँ भनेको बुलेटको चाहिँ ठिक छ हाम्रो आर्यनको चाहिँ भाइले यसो डिस्प्याड चेन्ज गर्न लगाएको छ र हामी चाहिँ अहिले फिल्मतिर टक आइपुग्यो हैन फिल्मको बजार हामी चाहिँ ग्यारेजमा छौँ दुईजना मस्तले बसिरहेको छौँ राइटमा गएपछि हेर्नु पऱ्यो नि त भरे बाटोमा गइकन रेस भनेर होइन हेलो हेलो हामी चाहिँ यहाँ आकाशे आइपुग्यौँ अब यहाँ चाहिँ हामी नास्ता गर्नुपर्ने हुन्छ हामी चाहिँ सेवारो होटल रहेछ एकदम राम्रो तपाईँहरू नि होटलमा आएर तपाईँहरू चिया नास्ता गर्न सक्नुहुनेछ होइन अनि हामी चाहिँ अहिले आकाशे भन्ने ठाउँमा आइपुग्यौँ यहाँ हाम्रो एकजना दाइले एकदम राम्रो होटल खोल्नु भएको रहेछ यहाँ तपाईँहरू तातो चिसो सबै खान सक्नुहुनेछ फुलहरू पनि राम्ररी रोप्नु भएको रहेछ हामी चाहिँ अब यहाँ चिया नास्ता गरेर हामी चाहिँ 4 राति पुग्नु पर्ने हुन्छ यहाँदेखि 3 घन्टा लाग्दैछ भन्दै हुनुहुन्छ हाम्रो दाजुले चाहिँ तर हामी चाहिँ समथिङ 2 घन्टामै पुग्छौँ होला अब हाम्रो दाइहरू छ नि त एक्सपिरियन्स राइडरहरू उनीहरू चाहिँ अब बबाल कुदाउनुहुन्छ म चाहिँ पछाडि हाम्रो दाइ देख्नु सक्नुहुनेछ हाम्रो होटलको दाइ हो दाजु ल दाजु यो होटलको सुविधाहरू भनिदिनु न लजिङ फुडिङ होइन नास्ताहरू खाना बस्न सक्नु अनि तपाईले अब के चाहनुहुन्छ मासु यस्तो अब जे अब लोकल कुखुराहरू सुँगुरको अब जे हुन्छ व्यवस्था सकेसम्म गर्न सकिन्छ ए ल हस् त धन्यवाद दाजु यहाँ आएपछि तपाईहरुको अर्ग्यानिक मासु भनौँ न लोकल कुखुराहरूदेखि लिएर होइन अब बफेलो जस्तै अनि चिया सबै खान सक्नुहुनेछ एकदम व्यवस्था राम्रो छ यो होटलमा चाहिँ चट्ट यो चाहिँ आकाशे भन्ने ठाउँमा हो अब यस्तै भिडियोहरू अब युट्युबमा आउनेछ हस् त थ्याङ्क यू हाम्रो चाहिँ नास्ता आइपुग्यो यहाँ एक्सट्रिम खाएर हामी चाहिँ बसिरहेको यहाँ नास्ता नि यहाँ अन्डा थुक्पा होइन चट्ट सुप एकदम स्पेसल सुप आइरहेको छ यहाँ हाम्रो दाइले बनाउनु होला कुकिङ चाहिँ होइन ल तानौँ ल साथी यहाँ खाउँ ल चट्ट खाएर जानुपर्ने हुन्छ हामी चाहिँ होइन खाना अलिकति टाइम मिलिरहेको थिएन होइन अनि फास्ट फुड हुन्छ भन्दाखेरि थुक्पा हुन्छ भन्दै हुनुहुन्थ्यो होइन त्यही भएर हामी चाहिँ थुक्पा खान आँटेको खतम भइगयो नि ल राम्रो चिज देख्नलाई आकाशे त छाडिनु भयो त आकाशे न माथि हो 4 राति चाहिँ रहेछ आकाश
1.5 घन्टा बाटो कस्तो छ हौ गाडी चल्ने बाटो पनि छ ए गाडी चल्छ तर लास्टै हिलो रहेछ नि हजुर हजुर सुटिङ गर्नु कि सुटिङ पनि छ यसो घुमघाम साथीभाइ रमाइलो तपाईहरु यतिजना 5 जना मात्र हो 5 जना मात्रै हामी चाहिँ 5 तर घोरबिसे पञ्चमीदेखि अन्त यहाँ नि 5 तरै पर्छ होइन ल 5 तरै ल हामी चिम्जौँ ल धन्यवाद है तपाईहरु यो ठाउँले के भन्छ हो यो पोखरी खेदो 4 बजे हस् धन्यवाद हस् हस् यो त थोरै दिन मात्रै हो आजको रात त्यस्तै छ आकाशे जस्तै बाटो नि रहेछ होइन होस् बाटो त होस् Yo mà trở ra riêng một phần. Tập bro. Okay, let's go. 1 घन्टा आधी भन्दै थियो होइन बुढोहरूले 1 घन्टा आधी भन्दैछन् अब चाहिँ हामी चाहिँ आधी घन्टामै पुग्नु पर्ने हुन्छ राइट चाहिँ त्यस्तो हुनु पर्यो 1 घन्टा भन्ने ठाउँमा कता गयो चार रातिको यात्रा आज यस्तै छ माथि सही हुँदैछ यात्रा 4 राति गाडी त हिँड्ने ठाउँमा छ है बाटो चाहिँ खतरा छ यहाँ केटाहरू कहाँ पुग्यो ओहो
यस्तै छ। हाम्रो दुईवटा चाहिँ बुलेट हो, अलिक गाह्रो भइरहेको छ, हाम्रो चाहिँ डर छ, त्यही भएर हाम्रो चाहिँ टेन्सन हुँदैन। साथीहरूले पर्खिँदै लानुपर्छ है। हरामी है आप, हरामी है आप भन्ने होइन। यो चाहिँ यस्तो छ गाइस, हेर्नु सक्नुहुनेछ हाम्रो उडाइहाल्नुपर्छ क्या हो भाइ क्या। आजको लाइट, आजको दिन चाहिँ एकदम बबा 4 रातेको यात्रा यस्तै छ गाइस। के भन्नु र होइन। उडाइदियो कि क्या हो यार। गोन्छ गाडाले। भाइ भ्यू देखाइदेऊ, भ्यू देखाइदेऊ यार। डाँडा काँडा बबाल चिलपाडा। जाउँ झारौँ न। टक्सिङमा लागिरहेको हाम्रो डेस्टिनी 4 राते। यहाँ बबाल छ यार ठाउँ त। तेरि यार राइड भनेको यस्तो नि त भाइ, राइड जाने भनेको यस्तो नि त। यस्तो छ है। अब बुलेट दुईवटा छ होइन। बुलेट एकदम स्लो ड्राइभ हो नि त, अनि डट जस्तो हुँदैन नि त बुलेट। बुलेट चाहिँ बिस्तारै कुद्ने बाइक हो, त्यही भएर होइन। हाम्रो चाहिँ कुदाउनु पर्ने नि हुन्छ कहिले कहिले ठाउँहरूमा। हाम्रो त कहिले कहिले
अब यस्तै छ भिडियोहरू सही ठाउँमा आइएछ त यार उहो ढिलो पनि रहेछ यार औसेलु यार बाटो बाटो केटाहरूको ओहो चाराते ओहो यस्तो ठाउँमा आइपुग्यो पर्खौँ होला साथीहरूलाई एकदम सुन्दर ठाउँमा आइपुग्यो जस्तो छ होइन ओहो ल हाम्रो भाइहरू नि कहाँदेखि आउँदै गरेको तल माथि तल रहेछ माथिबाट लानुपर्ने रहेछ होइन यस्तो दामी पोखरी रहेछ है Turn off med tvn. Turn on med tvn. हाँ खिचुकै हराएको गाउँ त यहाँ पो रहेछ त हो त लाजौँ फेरि यहाँ एकछिन रेस्ट 5 मिनट जति रेस्ट गरेर हामी चाहिँ अब हिँड्न लागेको होइन हो हाम्रो चाहिँ अब 2 मिनटको रेस्ट पछि हामी चाहिँ अब लाग्यौँ हामी चाहिँ एकदम रेडी एकदम तयारीका साथ हाम्रो चाहिँ आज राइट 3 बाइकबाट बबाल खतरा हुँदैछ ल ल सही हामी चाहिँ 2 जना चाहिँ यो बाटो यस्तो छ ठाउँ चाहिँ तपाईँहरूले आकाशे भन्ने ठाउँ ए 4 राते भन्ने ठाउँ है ओ यो चाहिँ भिर आमामा ठुलो भिर गएको रहेछ होइन यत्रो ठुलो भिर गइरहेछ अनि यहाँ चाहिँ तल चाहिँ अलिक राम्रो गाउँ रहेछ यहाँ चाहिँ यस्तै छ भ्यू त खतरा भ्यू ओ बासा भाइ औसली खाँदै गरेको हामी कुन ठाउँमा जाँदै गरेको 4 राते जाँदाखेरि चाहिँ बाटोमा औसेलु खान नि पाइन्छ है पाइँदो रहेछ यहाँ हेरौँ त कत्रो ठुल्ठुलो औसेलु ओहो औसेलु हाम्रो साथीहरू नातिहरू चाहिँ अगाडि गइसके हामी चाहिँ यहाँ औसेलु खाँदै गरेको होइन औसेलु चाहिँ बबाल रहेछ एकदम मिठो ल यस्तै छ हाम्रो भ्लगहरू अब खासै धेरै बोल्न नि आउँदैन के बोलौँ भइरहेछ होइन ठिकै छ अब तपाईँहरूले देखाउन गइरहेको छु मेरो भ्लग मार्फत अब औसेलु त खानु पर्यो हेरौँ त हात पनि कति कालो भइरहेछ होइन बाटो त अब खतरा
dia mana? Amang lo video tu gampang mana? एक्लै लग्यो होला सही हेरौँ त सही ठाउँमा आइँदैछ या फेरि अब त्यही बाटो हाम्रो लिलिस माथिले नि हाँक्दै हुनुहुन्छ होइन हिलो स्टेज छ ठाउँ पनि यस्तै छ होइन क्रसवायर मन पराउनुको कारण नै यस्तो हो नि त भन्नाले भन ल अनि लम्बाबे फेरि यस्तो बाटोमा इजी होइन भिडियो पाँचजना हाम्रो भिरभाङ ब्लग हिरो आउँदै हुनुहुन्छ पड्कायो उफ उडास लाग्यो अहिले त गलियो खट नाति नहुने रहेछ लु आमा अब कतिसम्म हो यस्तो बाटो मैले आज लुक पाइयो न नातिन मेम्ब्यो उख्लामा हुन्छ हामी सँगै जाउँ न त हो बुलेटले रुवाउँछ क्या हो जङ्गलै सर्के दिइरहनु हो अन्त हो गयो आफूलाई छोडेर केटाहरू आमा साह्रै टाढा पो गयो त रहिरहेर पाउँदै हौ यहाँबाट निस्किन पनि सकिँदैन हिँडेर त के पो गर्नु हामी छोडेर गइहाल्यो बनाउनु पर्छ के तान्थ्यो यतिको त होइन अर्को विकास दिएको भन्दा अर्को दाइकोले चाहिँ राम्रो तान्दो रहेछ क्या बिरङ ब्लगको यस्तो छ है हेरेर प्रतिक्रिया दिनु होला 4 राति जाँदाखेरिको हरेश भाइ बाघ भालु होला जस्तो छ यहाँनिर अब यता चाहिँ डाँडा रहेछ त्यहाँदेखि हेर्नुपर्छ कस्तो रहेछ टाढा पो रहेछ त नि
यहाँबाट अनि हामी हिँडेर गयो भने कति दिनमा पुगिन्छ त हाम्रो तल 1 महिना 1 महिना त होइन अँ 10 दिन 10 समथिङ 10 दिन जस्तो लाग्छ होला 10 दिन लाग्छ है हिँडेर आयो भने चाहिँ 10 दिन 15 दिन भनौँ न टाढै आइयो हाम्रो बिरङ ब्लक ओके यहाँ चट्टै बसिरहेको छ हामीलाई कुलेर अब चाहिँ कतिको टाढो हो कतिको टाढो अब ल अब चाहिँ अफ गरौँ